नेता हाकिम न त कर्मचारी। सानो ठुलो भन्दैन यो सबै बराबरी। दरबेटीको कथा हो यो भाँडावालको व्यथा, कलाकारको कथा हो यो कविजीको व्यथा, राजनीतिको कथा हो यो बेरोजगारको व्यथा। सबको आफ्नै कथा, सबको आफ्नै व्यथा, सबको आफ्नै कथा, सबको आफ्नै व्यथा। जय शम्भु बोला अब जे होला होला, जे होला होला। जय शम्भु बोला अब जे होला होला, जे होला होला, जे होला होला, जे होला होला। बाबा हजुर छोरी भन के भयो? दसैँ त यत्तिकै सिद्धियो, तिहार पनि आउन लाग्यो। हामी तिहारमा रमाइलो नगर्ने? किन नगर्नु छोरी, गर्ने नि। आज मेरो एउटा काम बन्दैछ, त्यो काम बन्यो भने त यसपालिको तिहार मजाले मनाउने रहर छ। मेरो नाम नै दीपक। नाम दीपक भएर के गर्नु, अनुहारै कालो छ हजुरको। धन्न मैले बेलैमा गोरी तेरी आमा ल्याएको भएर तैँले अहिले फुर्ती लाउनु पाएकी छस्। धन्द मम्मी गोरी भएर म पनि गोरी भएँ, दुधै दुधले बनेको आइसक्रिम जस्तो। तेरी आमा भन्दा पहिला त काली केटी थिए नि मेरो गर्लफ्रेन्ड। मम्मी भन्दा पनि पहिला अर्को गर्लफ्रेन्ड पढ्नुहोस्, मम्मीलाई भन्नुहोस्। मम्मी मम्मी चुप 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 चुप, मम्मीलाई किन भन्न पर्यो? मक्ख पर्न गोरी छु भनेर। अहिले त्यो काली केटी लिएर आएको भए तँ पनि हाँडी जस्तै काली जन्मिन्थिस्। हेलो बेबी। सधैँ कुराको छ दिक्क भइसक्यो भने म त। गफ दिने पनि सीमा हुन्छ नि। मैले तिमीलाई कहाँ सधैँ कुरा छु त? किन छैन कुराको? सधैँ मै त कुर्नी। भयो भयो, हामी सधैँ भेटेको हुनु पर्यो नि, दिनका दिन कुराउन त। बल्ल बल्ल महिनामा 3-4 चोटि भेट्नु छ, सधैँ कुरा हेरे। कुरामा कसले पो जित्न सक्छ र तिमीलाई? तिमीलाई मनपर्ने चिज ल्याइदिएको छु। के ल्याइदिएको छ? तिमी मलाई कति माया गर्छ है? हो नि, तिम्रो लागि त म दिउँसै तारा गर्न सक्छु नि। गफाडी कसरी गर्न सक्छ दिउँसै तारा? अस्ति गनेको होइन त, तिम्रो दाइले तारा देख्ने गरी हान्दा तिरिमिरी झ्याइमुनि गरी तारै तारा देखाइदियो नि। कति छ भनेर गन्दै थिएँ, बिउजी दा त हस्पिटलमा पो रहेछु। त्यसले हानेको रिस अब तिमीलाई फेर्ने यो बिहेपछि। हिसाब गरी गरी तर मायाले। ओहो, यो पेटले पनि तिम्रो यस्तो हुनु पर्यो, यस्तो छ। मेरो यस्तो हुनु पर्यो, यस्तो छ। हेर त, गोटी गोटी लुगा धुँदा धुँदा दिक्क लागिसक्यो। वासिङ मेसिन किन्देऊ भने कहिल्यै सुन्ने होइन। होइन कति फतर फतर गरेर कौसीमा बसेर छरछिमेकीले सुन्लान्। सुन्छन्, कान्छन् सुन्छन्, बन्द गर्न सकिन क्यारे? बिहे गरेर छोरी पाएर यत्रो भइसक्यो, त्यो बेलादेखि हुन्छ हुन्छ म ल्याइदिन्छु भनेको होइन। अबको 1-2 वर्षपछि त छोरीकै बिहे गरेर वासिङ मेसिन दिने बेला हुन्छ। कति कराउनु सकेको? आज बेलुका तेरो मुखमा बुझो लगाइदिन्छु। आज मेरो दरो काम बन्दैछ। वर्षौँदेखि यही भन्दै आएका छौ, काम बन्छ काम बन्छ। तिम्रो र सरकारको पारा एउटै छ, बन्दैछ मात्र भन्छौ, कहिले काम बन्यो होइन। सडक फुटाएर मेलम्चीको पाइप हाल्यो नि वर्षौँ भइसक्यो। बुढी गण्डकीलाई पैसा उठाएको नि वर्षौँ भइसक्यो। राष्ट्रिय गौरवको परियोजनाहरू पनि बन्छ बन्छ भनेको पनि वर्षौँ भइसक्यो, कहिले बन्छ काम? सरकारको त कहिले बन्छ त्यो थाहा छैन, तर मेरो चाहिँ आजै बन्छ 100%। हेरौला तिम्रो फुई। मेरो फुई त सधैँ तैँले हेरेकै छस् नि। तल त बुझो लगाएकै छु, भरे काम बनेपछि माथि मुखमा पनि बुझो लगाइदिन्छु। आज ठुलै काम बन्न लागेछ कि के हो? ततै बुझो लगाइदिन्छु भन्दै छन् त। सुषमा, के ट्वाल्ल परिरहेको, के सोचिरहेको? केही होइन, जति सोचे पनि त्यही हो। वासिङ मेसिन किनेर मात्र के गर्नु, बिजुली कान त गइहाल्यो। अहिले बेला बेलामा झ्याप्प झ्याप्प बिजुली जान थालेछ, रजनीकान्त स्टाइलमा। कहिले यता झ्याप्प, कहिले उता झ्याप्प। आवाज पनि कोही उठाउँदैन। आफैबाट आवाज उठाउन सुरु गरौँ कि के हो? तिम्रो त्यो त उड्दैन, आफैबाट आवाज चाहिँ कसरी उठाउँछ? जे होस्, हाम्रो यत्रो प्रयास चाहिँ आज सफल हुने भयो। हो नि सोल्टा, यसको लागि कम पापड बेल्नु पर्यो भने। तिमीलाई त माने मैले, लुरुक्क परेको बुढालाई पनि जुरुक्क पार्यो। गडले त दिएकै हो तिमीलाई फिगर।
अझ के कुरा गर्नु सोल्टिनीको बोली त मेरो गोली जस्तै छ नि जहाँ ताक्यो त्यही ड्याङ ड्याङ मेरो अनि बानी देख्ने मान्छेले त पानी भन्न पाउँदैन नि त्यो त पाउँदैन मैले त भन्न पाइनँ अरूको त के कुरा गर्नु अनि आज बेलुका हामी कता जाने त आज त पुरा मस्ती गर्ने हो नि सोल्टा स्वर्ग कसले देखेको छ र पुरा दारू हान्ने अनि सर हुक्का तान्ने अनि आज त मैले पनि स्वर्ग देख्न पाउँछु होला नि हुन्छ है सोल्टा तिमीले त स्वर्ग देख्न नपाएको त धेरै पो भयो त ल ठिक छ आज बेलुका चाहिँ तिमीलाई स्योर दर्शन गराउँछु नि त सुषमा ए सुषमा अनि कहाँ छौ तिमी होइन कति कराउनु भएको के भयो ल अब म निस्किन लागेको होइन बिहानसम्म त मुखमा बुझो लगाइदिन्छु भन्थ्यौ अचानक के भयो किन निस्किने कुरा गर्दैछौ वासिङ मेसिन किनेर पुरा गर्नु पर्दैन तिमीले अब मलाई प्लिज हामीलाई छोडेर नजाऊ न है हे तेरिका किन तर्सेको म घर छोडेर निस्किन लागेको होइन के अनि किन झोला बोक्नु भएको त यो झोलामा हामी सबैको रहर पुरा हुने सपना लिएर आउँदैछु बाबा मलाई ठुलो डर लाग्छ ल भइहाल्छ नि छोरी थ्याङ्क यू बाबा ल अब निस्केको हस् बाई बाई बाबा बाई बाई छोरी दीपक सुन न तिमीसँग एउटा कुरा माग्छु दिन्छौ के कुरा हो भन न मन्ता पहिला प्रमिस गर न दिन्छु भनेर धेरै ल्याङ नगर न विजय खुरुक्क भन त मलाई तिम्रो फेसबुकको पासवर्ड देऊ न बरु किस्ती माग मिस्ती माग त्यो दिउँला नि त्यो त मैले लिएकै छु त मलाई पासपोर्ट चाहियो के हेर विजय तिमीलाई माया दिएकै छु मेरो मुटु दिएकै छु तिमी भन न मात्रै तिम्रो लागि फेर्नुपर्ने सास पनि दिन्छु तर आइडी पासपोर्ट त मरे पनि दिन्न के हुन्छ त तिमीले दिएर म दिन्न भने चाहिँ दिन्न ल म गएँ सरी नि त बेबी मलाई पासपोर्ट चाहिँदैन तिमी भयो हुन्छ यसरी मुसुक्क हाँस्दा त मुटु नै मसँग हुँदैन हेर न गफ गर्न त कसले सक्नु तिमीसँग ल हिँड न त कतै बसेर कफी खाउँछौँ ओके विजय तिमी चाहिँ के उता फर्किरा हजुर दाइ नमस्ते नमस्ते तिमीहरू सधैँ यसरी हल्लिँदै हल्लाएर किन हिँड्छौ अब हल्लिने दिन गए जति हल्लिनु छ अबको 1 महिना पछाडि घरमै हल्लाउनु आउँदो मङ्सिरमा तिमीहरूको बिहे गर्ने रहर भइसक्यो मलाई हो र दाइ यस्तो महामारी अनि अनिकालको समयमा यो कसरी सम्भव छ यो तेरो दाइ दीपकले आज घोषणा गरिदियो भोलि तिमीहरूको इङ्गेजमेन्ट गरिदिन्छु अनि दाइ इङ्गेजमेन्टमा त सुनको औँठी त साटासाट गर्नु पर्ला नि सुन त छोइ साध्यै छैन त के चाँदीमा बेसार दलेर पहेँलो पार्ने हो दाइ देख्दैनस् यो झोला यो झोलामा आज म सबैको सपना र रहर भरेर आउँदैछु ल म लागेँ होइन के हो कुरा मलाई कसरी थाहा हुन्छ बिहानदेखि तिमीसँग लिप्त छु मम्मी आज त क्या मजा आउनु भयो है हो नि छोरी वर्षौँदेखिको रहर आज पुरा हुने भयो नि मैले नि ठुलो डर पाउने भयो हो र अब चाहिँ हामी दसैँ पछि अनि तिहार अघि चिट्ठा कार्यक्रमको चाहिँ प्रथम पुरस्कार चाहिँ घोषणा गर्न गइरहेका छौँ है हे भगवान् हे दन्तकाली माता जसरी हुन्छ मलाई नै पारिदेऊ है धेरै रहर पुरा गर्नु छ प्रथम पुरस्कारको राशि रहेको छ है नगद रु 10 लाख ओ ब्रो सुन्नुहोस् न हजुर भन्नुहोस् ब्रोलाई त लास्ट टेन्सन जस्तो छ नि त हौ किन के भयो किन रोक्नु भएको भन्नुहोस् न तपाईँको प्रब्लमको सोलुसन चाहिँ छ है मसँग सास अड्किने मान्छेलाई म सास ल्याइदिने
प्यास लागेको मान्छेलाई म प्यास मेटाइदिने काम गर्छु नि त हो ब्रो। टेन्सन त छ, खास कुरो चाहिँ के हो? तपाईँलाई पैसाको साह्रै समस्या परेको जस्तो छ हो ब्रो। हो अब चिन्ता लिनै पर्दैन ब्रो। मेरो टिम मिलेर दसैँपछि तिहार अघि चिट्ठा कार्यक्रम चाहिँ खोलेको छ है ब्रो। यो चाहिँ ठिक 1 हप्तापछि खोल्छ ब्रो र यसको प्रथम प्राइज भनेको चाहिँ 10 लाख छ है। चिट्ठा परेपछि 1 लाख रुपियाँ चाहिँ मलाई दिनुहोस्। प्रथम पुरस्कार चाहिँ ग्यारेन्टीका साथ तपाईँको फेरि। हाउ कुरो नगर्नुहोस् न, म जान्छु। ब्रोलाई देखेर साह्रै माया लागेर मात्र हो। चिट्ठाको मूल्य चाहिँ कति? मात्र 2000 ब्रो। मसँग पैसा छैन, नलिने। सोच्नुहोस् ब्रो सोच्नुहोस्, 2000 ले 10 लाख हो, 10 लाख। मलाई त पर्छ नि है पक्का। पक्का पर्छ नि, टेन्सन लिनै पर्दैन। तर ब्रो र म चाहिँ एकचोटि चाहिँ लङ टुर जानुपर्छ है। चिट्ठाको नम्बर रहेको छ 14000। नाम रहेको छ ज्ञान कुमार कटेल सोलुखुम्बु। होइन मलाई पर्छ भने होइन। भनेको त हो नि, तर परेन, म के गर्नु। अब सबैजना जाने यहाँबाट, नत्र सबलाई म र मेरो परिवारको रहरै भयो। जय शम्भु बोला अब जे होला होला जे